जस्तै माघे सङ्क्रान्ति भयो नि हैन माघे सङ्क्रान्तिमा के खाइयो अरू फलाकान्डा अनि टिको लड्डु अनि साबु खाइयो किन खाइयो अब यो किन खाइयो भन्दाखेरि ट्रेडिसनल हैन हाम्रो चाहिँ रीतिरिवाज परम्परागत हामीले खाइयो हैन यसलाई चाहिँ खास अहिले त ऋतुचर्या भन्छ के यहाँ थाहा छ हैन पहिला क्लास लिनु भएको भने चाहिँ ऋतुचर्या भनेको चाहिँ ऋतु बाहिर चाहिँ ऋतु अनुसार चाहिँ के हुन्छ ऋतुमा परिवर्तन भए जस्तै भएसँगै शरीरमा पनि विभिन्न परिवर्तनहरू हुन्छन् है गर्मीमा हामीलाई पनि गर्मी हुन्छ चिसो पानी खानु पर्यो है चिसो शीतलमा बस्नु पर्यो रुखको छायामा बस्नु पर्यो हैन जाडोमा न्यानो लुगा लाउनु पर्यो यस्तो चिज तातो पानी खानु पर्यो हो यस्तै ऋतु अनुसार हुने परिवर्तनलाई चाहिँ ट्याकल गर्नको लागि ऋतुचर्या भनेर हाम्रो परम्परामै घुसाइएको छ अहिले बुनिएको छ क्या हाम्रो संस्कृतिमा है किन भन्दा जब चाहिँ माघे सङ्क्रान्तिपछि लेट विन्टर सुरु हुन्छ क्या जाडो पनि अन्तिम जाडो सुरु हुन्छ है र जाडोमा के हुन्छ हाम्रो शरीरको तापक्रम चाहिँ मेन्टेन गर्नको लागि शरीरमा चाहिँ मेटाबोलिजम बढ्छ शरीरमा धेरै ऊर्जाको खपत हुन्छ त्यो बेलामा है त्यो बेलामा पाचन पनि तीव्र हुन्छ ख्याल गर्नु होला नि गर्मीमा भन्दा जाडोमा अलिकति बढी खाइन्छ हामीले अलिकति बढी जान्छ नि किन पाचन अलिकति तीव्र हुन्छ है त्यही भएर चाहिँ यो सुरु भइसकेपछि चाहिँ के हो हामीले गरमको चिजहरू पचाउन हेभी चिजहरू है शरीरलाई धेरै पोषण दिने चिजहरू चाहिँ अब खान मिल्छ है भनेर साङ्केतिक रूपमा चाहिँ त्यो राख्यो है त्यसलाई चाहिँ ऋतुचर्या भन्छ